सबभन्दा बढी श्रीमतीको राम्रो कुरा चाहिँ के लाग्छ तपाईँलाई? छिनभरमा रिसायो नि छिनभरमा फक्किने। जति रिसायो नि, जत्रो ठुलो झगडा भयो नि, ऊ आफै हो के फकाउने। कहिले काहीँ कुटाकुटी हुन्छ कि? हुँदैन त्यस्तो, कुटाकुटै चाहिँ भएन नै भन्नुपर्छ। अब हात उठाउने काम त खासै मैले पनि गरेँ होइन। यो अहिले पछिल्लो समयमा चाहिँ यही गत महिना चाहिँ बिस्तारै छोपो थिएँ, अनि कहिल्यै नबित्ने मान्छेले हात हालिस् भनेर मन दुखाइरहेको थियो। तर त्यस्तो तरिकाले चाहिँ होइन, म भाइहरूसँग बसिरहेको थिएँ। भाइहरू भन्नाले हामी जस्तै एलजिबिटिक्यूकोहरूलाई चाहिँ हामीले भाइ दाजुभाइ भनेर अब सम्बोधन गरिन्छ नि त, त्यही सम्बोधन गयो। भाइहरूसँग चल्ने हाँस्ने खेल्ने बानी परेर उसलाई पनि गएछ, अनि उसलाई चाहिँ चित्त दुख्यो अरे, तर जोडको झापर चाहिँ थिएन। कतिको माया लाग्छ श्रीमतीको चाहिँ? यस्तो मायाको कुरा भन्न सकिँदैन नि सर। अब भन्छ नि तराजुले जोख्ने भनेको तौल मात्रै हो, गुणस्तर तौल्न सक्दैन होइन। त्यस्तै गरेर अब यो माया भन्ने चिज नि गर्ने हो के सर, जति सकिन्छ उति गर्ने होइन। यति गर्छु भनेर नदेखाउन मिल्छ होइन, न त यतिसम्म मात्रै गर्छ है भनेर ठमाउन के अड्डाउन नै मिल्छ के। माया त गरिराख्ने हो नि निरन्तर। श्रीमतीको सबभन्दा नराम्रो बानी के छ अझ भनिदिनुहोस्? तिमीले चाहिँ यो सुध्रिनु पर्छ है बानीबाट भन्ने केही छ मनमा लागेको छ भने? भए छैन त्यस्तो खासै केही, यो सुधार्नै पर्छ भन्ने बानी त छैन। त्यस्तो हुन्छ नि, अरूको सम्बन्धमा झगडा हुन्छ धेरै होइन, मनमुटाव आउँछ। अनि के अरे सुरुमा अरूको लभ पर्दाखेरि चाहिँ मलाई कस्तो लाग्थ्यो,